हेलो गाइज, आज चाहिँ बुटोल एनएस हुडको राइड थियो होइन। अनि हामी चाहिँ गोलपाकदेखि राइड स्टार्ट गर्ने भनेर बाइक टक्क मिलाएर राखेको थियौँ। हामीसँग आज चाहिँ एउटा बुलेट पनि थियो। अनि मैले सर र लाइनमा बाइकहरू गर्दै थिएँ। अनि आशिष आउँदैछन्, हाम्रो सबैभन्दा ढिलो आउने राइडर भनेर मैले तिमीलाई भिडियोमा फोकस गरिरहेको थिएँ। अनि हामी त्यहाँबाट राइड हिँडेपछि हामी झुम्साको पुलमा आएर बसेका थियौँ। अनि आडिकताबाट चाहिँ समीर भाइको बाइक बिग्रिएर ग्यारेजमा थिए। अनि कुर्दै झ्याउ लाग्यो। अनि यसो भिडियो बनाऊँ न त भनेर मैले मेरो बाइक, आशिषको बाइक अनि एउटा बुलेट बाइकलाई देखाउँदै थिएँ। अनि उता साइडमा चाहिँ बल्छी खेल्दै हुनुहुन्थ्यो। हामी चाहिँ त्यही बल्छी खेलेको हेर्दै माछा कति पऱ्यो भन्दै थियौँ। अनि सबैजना गफ लाउँदै थियौँ। अनि आज चाहिँ बुलेट बाइक पनि यसो लगाऊँ न त एउटा एनएस बाइकहरूको बिचमा भनेर लगेका थियौँ। अनि लाग्दै चाहिँ बाटो भेट्यो यस्तो। अनि केटाहरूले जसरी भए पनि बाइक हाल्निजा हो भनेर उहाँ आशिषले बाटो मिलाउँदैछन्। ठुलो ढुङ्गा उचाले ल्यायो केटाहरूले 3-4 जनाले। अनि मिन्टु आएर चाहिँ आशिषलाई उहाँ जिस्काउँदैछन् बालसाल साँतेर। अब आशिषले बाइक हाल्छ भन्दै उहाँ भिडियो बनाउँदैछन्। अनि सबैजना हेर्दैछन्, बाटो मिलाउँदैछन् केटाहरू। अनि बाटो चाहिँ लास्ट खत्तम थियो। यहाँ चाहिँ पहिरो गएको रहेछ, नत्र बाटो सजिलै थियो यो साइड चाहिँ। अनि बर्खा मासको टाइम भएर पनि यो बाटो चाहिँ बिग्रेको थियो। अनि यति भन्दा त्यो पानीमा ढुङ्गा हाने, त्यो पानीले सबै केटाहरूलाई रुजायो। अनि मिन्टुले पनि ढुङ्गा ताकिरहेको थियो, तर आशिषले बाइक हालिसके। आशिषले बाइक हालिसके पल्टाएर केटाहरूले उठाइ पनि सके। अनि तान्दैछन् मिन्टुले। आशिष चाहिँ जसरी भए पनि बाइक हालेरै छोड्छु, मैले निकालेरै छोड्छु भनिरहेका छन्। अनि 4-5 जनाले आशिषको बाइकलाई धकल्ने गरेर त्यहाँसम्म बिचसम्म पुऱ्यायो। त्यहाँ बाइक झन् फस्यो। अब निकाल्नको फसाद। अब 4-5 जना मिलेर निकाल्नलाई पनि ढौढौ भयो। अनि यहाँ निकाल्दैछन् केटाहरूले। मैले चाहिँ आशिषलाई भिडियो बनाऊँ बाइकमा बस भनेको, बाइक अहिले निकालौँला, बाइकमा बस भन्दै भिडियो बनाएछन्। अनि सबैजना केटाहरू चाहिँ हाँसेछन्, जिस्काछन्, सबै हिलो छेपाछेप गर्छन्। अनि पारी चाहिँ रोपाइ चलिरहेको थियो। अनि पारी केटाहरूले हेर्दै जिस्काउँदै यता वारी हिलो खेल्दै बाइक हिलो बनाउँदै राइडलाई इन्जोय गरिरहेको थियो। अनि 5-6 जनाले मिलेर एउटा बाइक पनि उचाल्न सकेनौँ, किनकि त्यो हिलोमा गाडिएको थियो। अनि बाइक पनि त्यस्तो भइसकेको छ। पारी पनि रोपाइ देखाउँदैछु। अनि बाइक निकाल्दा लास्टमा पल्टियो। केटाहरू सब हाँस्दैछन्, जिस्काउँदैछन्। बाइक पल्टियो। अनि उठायो केटाहरूले बल्ल बाइक पुरै हिलो भयो। अनि मैले चाहिँ भिडियो बनाउँदैछु, केटाहरूलाई जोस दिँदैछु। अनि आशिषले पुरै लागेको हिलो जति पानीले हल्का पुस्छन्। अनि मैले चाहिँ यस्तो रमाइलो भयो आज भनेर गफ हान्दैछु केटाहरू सब खुसी छन्, आज रमाइलो भयो। तर डेस्टिनेसनमा नपुगे पनि यतिको इन्जोय चाहिँ भयो भनेर आशिषले चाहिँ मलाई यस्तो बनाइदिए हिलो डल्ल्याएर भनेर मैले चाहिँ देखाउँदैछु। अनि सब केटाहरूले आज हिलो बनाउनु पर्छ भन्दै हाम्रो सल्लाह भएको थियो। अनि मेरो त यो हिलो आफै बनेको होइन, हातमा ल्याएर डल्ल्याएको हिलो। अनि हामी चाहिँ त्यहाँ छोडेर यता खोलामा आएर हातखुट्टा कपडा पखाल्यो। अनि मैले चाहिँ यसो मेरो बाइकलाई भिडियो बनाऊँ न त भनेर भिडियो बनाउँदैछु मैले। अनि हामी चाहिँ यता माथि खोलातिर आएको थियौँ। अनि खोलामा चाहिँ देखाउँदैछु केटाहरूलाई, हेर यहाँ कति गइरहेछ भनेर। अनि केटाहरू त आउन नपाइकन नुहाउन थालिहाले। अनि आशिष मिन्टुहरू नुहाउन थालिसके। अरू केटाहरू चाहिँ पौडी नआउने चाहिँ यहाँ बस्दै माथिबाट हेरिरहन्। अनि भिडियो बनाऊँ भनेर बाइक चाहिँ पुलमा 1300 बनाइयो। अनि पुलमा 1300 गोलो बनाएर भिडियो बनाइयो, सबको साइड लाइटहरू बालेर। अनि पुरा फिल्ममा जस्तो बाइक साइक राखेर सबले भिडियो बनायो। केटा हेर्दैछन्, मैले चाहिँ यता भिडियोतिर व्यस्त छु। अनि सन्देशले स्टन्ट हान्छु भन्दै पुरा बाइकलाई माथिबाट तल झार्ने, स्लाइड हान्ने गरिरहेछन्। अनि हामी जाम्बो भनेर राति 5 पनि बजिसकेको थियो। अब जाम भनेर सबै केटाहरू गइसकेछन्। अनि आउँदै बिच बाटोमा हिलो देखेँ। अनि त्यही हिलोमा रोप्न भनेर मैले धान ल्याएको थिएँ। नेपालको बाटो भन्दै धान त रोप्नै पर्यो भनेर चाहिँ धान रोप्न थालेँ। अनि एकजना स्कुटरले नै रोकेर हेर्दै थियो। अनि बाइक पनि आछ पछि बाइकले पनि पोज दिन्छ। ल आजलाई यति नै।